नमस्ते, मेरो नाम चाहिँ तिलकुमार विश्वकर्मा। मेरो घर चाहिँ सोलुखुम्बु र मैले चाहिँ यहाँनिर बुटिक ट्रेनिङ लिएको चाहिँ 4 महिना भयो है। यसमा चाहिँ मेरो उसमा चाहिँ केसमा चाहिँ के हुन्छ भने मैले चाहिँ अब न यो आफ्नो फ्यामिलीदेखि धेरै टाढा भएको यो व्यवसाय होइन सुरु ट्रेनिङ यो बुटिक कोर्स चाहिँ अब यो बुटिकमा चाहिँ नयाँ फिल भएर चाहिँ मैले सुरुमा मेसिन चलाउन पनि मैले चाहिँ यहीँ आएर सिकेको है। मेसिन चलाउनदेखि लिएर मेसिन छोकै थिएन भनौँ न यहाँ आउनुभन्दा अगाडि होइन। अब मेसिन चलाउन मेसिन चलाउनेदेखि लिएर सुरुको टेक्निकदेखि लिएर मैले यहाँनिर गरेका कपडाहरू म तपाईँहरूलाई देखाउँदैछु है। मैले चाहिँ अब सुरुको मेसिन चलाउन बल्ल बल्ल सिकिसकेपछि चाहिँ नि अब म्यामले मलाई टेक्निक गराउनु भएको छ। यो गला यो राउन्ड गला अनि अरू यो चाहिँ यसलाई चाहिँ अब राउन्ड भी भन्दा पनि भयो है। यु गला पनि भनिन्छ यसलाई होइन। अब यसलाई स्क्वायर चार अब नेपालीमा त चार पाटे गला पनि भनिन्छ होइन। अनि अब यसलाई अब यो भी गला यसमा चाहिँ यो पनि भी गला। यो चाहिँ सुरुमा सानो टेक्निकबाट धेरै अब सुरुमा गलादेखि लिएर अब यो टाँकघर हुकर यो सबै टेक्निकहरू यो 4 महिनामा कम्प्लिट भइराखेको। यो टेक्निक कम्प्लिट गरिसकेपछि चाहिँ सुरुमा मैले यो 6 प्यानल पेटिकोट तपाईँको 6 प्यानल पेटिकोट हो। 6 प्यानल पेटिकोट गर्यो। त्यसपछि यो ब्लाउज 4 डटवाला चाहिँ नि पाइपिङ राखेर यो टेक्निक ब्लाउज हो। अब यसमा डमी नभएको कारणले चाहिँ अब यसमा सबै डमीहरू प्याक भएर यो लगाउन पाइएन। त्यसपछि अर्को यो जाडो महिनामा लगाउने धेरै चलेको यो चौबन्दी चोलो पहिलेदेखि यो चौबन्दी चोलो पनि छ। चौबन्दी चोलो अनि अर्को यो फुल स्लिभवाला यो पनि 4 डटवालै हो। पाइपिङ राखेर बनाएको ब्लाउज हो यो पनि। अनि त्यसपछि केटा मान्छे त्यसपछि स्कर्ट यो स्ट्रेट स्कर्ट स्ट्रेट यो स्कर्ट। अर्को अब यो सानो बेबी लेहेङ्गा यो चाहिँ बेबी लेहेङ्गा। अर्को यो मैले लगाइराखेको पाइन्ट यो चाहिँ प्लिटवाला भयो। यो चाहिँ प्लिटवाला पाइन्ट भयो। यसमा अर्को यो चाहिँ नन प्लिटवाला। यसमा चाहिँ यो नन प्लिटवाला साइड पकेटवाला यसमा चाहिँ स्ट्रेट पकेटवाला छ। नन प्लिटवालामा चाहिँ साइड पकेट स्लाइडवाला पाइन्ट हो यो चाहिँ। अर्को यो चाहिँ यसलाई धोती सलवार यो पनि यहीँ 4 महिनामा यो यिनीहरूको कुरा यो सबै कपडाहरू चाहिँ यहीँ कम्प्लिट गरेको मैले। यो सिम्पल पन्जाबी सलवार यसमा यो चाहिँ पटेला सलवार र अर्को यो दौरा सुरुवाल चाहिँ यो लास्टमा बनाइएको छ। यो धेरै हात बसिसकेपछि अरू धेरै कपडाहरू गरिसकेपछि चाहिँ मैले यो दौरा सुरुवाल बनाएको छु। अहिले यो चाहिँ म अहिले लगाएर देखाउने छु। यो चाहिँ 4 महिनामा तपाईँले भित्र यो सबै गर्नुभएको होइन? हजुर, यो चाहिँ एकदम 4 महिना 8-9 महिना म्यामले त यो 1 वर्षकै 6 महिनाको 1 वर्षको कोर्स भन्नुमा त अब रात दिन म्यामले पनि शनिबारसम्म पनि मेरो समयको उसले गर्दाखेरि चाहिँ शनिबारसम्म पनि म्यामले यो बुटिकमा चाहिँ शनिबार पनि खोलिदिनु भएको क्या। शनिबारलाई पनि कुनै काम गरिराख्नु भएर उहाँहरूले असिस्ट गर्नुभयो। शनिबार पनि काम गरेर चाहिँ 4 महिनामा कम्प्लिट सक्सेस गर्न सकिएको छु। थ्याङ्क यू सो मच।